आदरणीय सबैले हेर्नुलाई कृपया कार्यक्रमको सुरुवाती क्षणतर्फ छौँ। हामी आज विशेष गरेर धेरै समयसम्म हाम्रै विद्यालयमा शिक्षण गरी आफ्नो जीवनको उर्वर समयलाई यही विद्यालयमा बिताउनुभएका शिक्षकद्वयलाई हामी आज यस विद्यालयबाट बिदा गर्न गइरहेका छौँ। हाम्रा सरहरूले हामीलाई शिक्षा दीक्षा दिँदै त्यसै गरेर आजको यस कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुनका लागि यसै वडाका वडा अध्यक्ष श्री कमल प्रसाद घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा यसै वडाका वडा सदस्य श्री सुधीर छत्रीज्यूलाई आसन ग्रहण गरिदिनु। त्यसै गरी यसै विद्यालयका प्रधान अध्यापकज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै क्रममा अगाडि आएर आसन ग्रहण गरिदिनु हुन यसै विद्यालयका निवर्तमान प्रधान अध्यापक तथा आज विदाई ग्रहण गर्न गइरहनुभएका श्री प्रहलाद लामिछानेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै विद्यालयका सहायक प्रधान अध्यापक तथा आजबाट अनिवार्य अवकाश प्राप्त गरी विदाई हुनुहुँदै गर्नुभएका श्री राजाराम लामिछानेज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। सम्मान पत्रलाई पढेर यहाँ समक्ष सुनाउन चाहन्छु। हाम्रो सम्मान पत्रको ढाँचा यस्तो छ। श्री सपनेश्वर माध्यमिक विद्यालय बनेपा नगरपालिका वडा नम्बर 1 लामिछाने गाउँ काभ्रे स्थापित 2019 सम्मान पत्र। यस विद्यालयमा मिति 2044 भदौ 16 गतेदेखि 2047 श्रावण 15 गतेसम्म अस्थायी शिक्षक, 2047 श्रावण 16 गतेदेखि 2075 भाद्र 12 गतेसम्म निमावि द्वितीय पदमा रही सहायक प्रधान अध्यापकको समेत जिम्मेवारी निर्वाह गर्नुभई 2072 जेठदेखि 2076 श्रावणसम्म प्रधान अध्यापकको विशेष जिम्मेवारीमा रहनुभई निरन्तर 30 वर्ष 11 महिना 17 दिन सेवारत तपाईँ श्री प्रहलाद लामिछानेज्यूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका योग्य, जिम्मेवार र सक्षम नागरिक बनाउन तथा विद्यालयको सर्वाङ्गीण विकासका निम्ति सदैव लगनशील, इमानदार र कर्तव्यनिष्ठ भई कार्य गरी आफ्नो जीवनको ऊर्जाशील एवं महत्त्वपूर्ण समय यसै विद्यालयमा व्यतीत गरी स्वैच्छिक अवकाश हुनुभएकोमा उक्त अतुलनीय योगदानको उच्च मूल्याङ्कन एवं सराहना गर्दै सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनहरूमा पनि विद्यालयका निम्ति यहाँको सकारात्मक सल्लाह, सुझाव र आवश्यक सहयोगको अपेक्षा गर्दै तपाईँको सेवा निवृत्त जीवन सुखद, समुन्नत एवं स्वस्थ रहोस् भन्ने कामना गरिन्छ।
सम्मान पत्र। यस विद्यालयमा मिति 2040 भदौ 5 गतेदेखि 2047 असार 31 गतेसम्म अस्थायी शिक्षक, 2047 श्रावण 1 गतेदेखि 2082 असार 15 गतेसम्म स्थायी शिक्षक तथा 2072 सालदेखि हालसम्म सहायक प्रधानाध्यापकको रूपमा रहनुभई निरन्तर 41 वर्ष 10 महिना 10 दिन सेवारत तपाईँ श्री प्रहलाद लामिछानेज्यूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका योग्य जिम्मेवार र सक्षम नागरिक बनाउन तथा विद्यालयको सर्वाङ्गीण विकासका निम्ति सदैव लगनशील, इमानदार र कर्तव्यनिष्ठ भई कार्य गरी आफ्नो जीवनको ऊर्जाशील एवं महत्त्वपूर्ण समय यसै विद्यालयमा व्यतीत गरी अनिवार्य अवकाश हुनुभएकोमा उक्त अतुलनीय योगदानको उच्च मूल्याङ्कन एवं सराहना गर्दै सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनहरूमा पनि विद्यालयका निम्ति यहाँको सकारात्मक सल्लाह अब शिक्षक शिक्षिका जीवहरूलाई पनि धन्यवाद। सम्पूर्णमा शिक्षक शिक्षिका जीवहरू, कर्मचारी वर्ग, शिक्षक मित्रहरू आइदिनु होला।
सभापति कार्यक्रमका प्रमुख अतिथिज्यू विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू मेरा प्यारा शिक्षक साथीहरू र विद्यार्थी भाइबहिनीहरू हुन त अब यो बिदाई भएर जाँदाखेरि साँच्चै नै साह्रै दुःख लाग्छ, दुःख मान्नु परिरहेको छ। मलाई आज बिदाईमा यहाँ आउनुपर्छ भन्ने बित्तिकै हिजो बेलुकादेखि कता कता एउटा थियो माथिबाट यसो केटाकेटीहरूले चाहिँ गोडा यसो धुलो बसाइदिँदाखेरि हामी तल पढाएर बसेका हुन्थ्यौँ। त्यो फोहोर हाम्रा टाउकामा विद्यार्थी भाइबहिनीहरूको टाउकामा हुन्थ्यो। 7 क्लाससम्म पढाइ सुरु भएको थियो। हामी अलिकति योग्यता भएको छ र यहाँ आयौँ र यो यसलाई अभियोगी पदाधिकारीहरूले गरेको लक्ष्मण सर मदर सर हुनुहुन्छ, उहाँले दिनुभएको योगदान हाम्रो साथीहरू सबै एक भएर हामीले विश्वलाई जुन खाले छ अगाडि बनाउने प्रयत्न गऱ्यौँ। अब तपाईँहरूले पनि अब हामी त इतिहास बनिसक्यौँ। अब भावी अब एउटा व्यक्तिले विद्यालयलाई कसरी अगाडि बढाउने भन्ने सम्पूर्ण जिम्मा तपाईँहरूको छ। छात्र सहयोग हामीहरू पनि छौँ, हामीहरू टाढा छैनौँ। हामीहरूको तलमन यही रहन्छ। हुन त मैले जाहिर छोडेको धेरै वर्ष भइसक्यो र धेरै वर्ष भन्दा 5-7 वर्ष भयो। अब लगभग 4 वर्षसम्म चाहिँ म दिनभरि अन्यत्र घुम्थेँ, रातिसम्म यही स्कुलभित्र हुन्थेँ, साथीभाइहरूसित हुन्थेँ, निन्द्राबाट बिग्रिन्थेँ, झसक्क बिग्रिन्थेँ। मलाई रुनु मन लाग्थ्यो। आफ्नो अवरोध तपाईँहरूले बिर्सिनु होला, किनभने अवरोध बिर्सियो भने इतिहास बिर्सियो भने इतिहास भुल्यो भने त्यसले राम्रो काम गर्दैन। तपाईँहरूले सम्झिनु होला। तर अर्को कुरा के छ भन्दाखेरि यस विद्यालयबाट मैले भन्दै गर्ने कुरा यस विद्यालयमा जस्तो मलाई हिजो अस्ति मात्रै हाम्रो प्रदीप भाइले चाहिँ उपाध्यायमा उपाध्यायमा नाम निकाले भन्दाखेरि मलाई साह्रै गर्व लागेको छ। त्यस्तै समित दाहाल भाइले चाहिँ नेपाल ब्याङ्क लिमिटेडको अफिसर लेभलमा काम गर्नु मलाई धेरै खुसी लागेको छ। रञ्जन दिदी भाइ चाहिँ एउटा जिल्लाको पुलिस अफिसर भइसक्यो भन्दा त्यो पनि मलाई खुसी लागेको छ। अब हाम्रा भाइबहिनीहरू कोही राजनीतिक क्षेत्रमा कोही सामाजिक क्षेत्रमा यसरी लागिपरेका छन्। तिनीहरूलाई पनि बेला बेलामा विद्यालयले यसो मौका पर्दा सधैँ सोधिदिनु भने होइन, यसो मौका पर्दाखेरि अवस्था अनुसार तपाईँहरूले सोधिदिनु होला है। यो विद्यालय फलोस् हुनु विद्यार्थी भाइबहिनीहरूको भविष्यको कामना गर्दै अब मेरो जुन एउटा जुन एउटा जिन्दगीको जुन लगन परिश्रम विद्यालयलाई लागेको थियो, अब मैले शास्त्रीले विद्यार्थी है भन्दै मेरो सानो वक्तव्य त्यही अन्तर्गत यहाँहरूलाई सबैले चाहिँ यहाँहरूको चाहिँ प्रगतिको साथै यो विद्यालयको भविष्य राम्रो होस् भन्ने कामना व्यक्त गर्दै मेरो सानो मन्तव्य यही अन्त्य गर्छु। हस्त धन्यवाद। आगोमा पनि हिँड्नु पर्दछ यहाँ केही हुन्न कोही पनि। आगोमा पनि हिँड्नु पर्दछ यहाँ केही हुन्न बोले पनि। झ्यालैबाट छिरिन्छ साहस भए ढोका नखोले पनि। झ्यालैबाट छिरिन्छ साहस भए ढोकै नखोले पनि। हस्त धन्यवाद। नमस्कार। धन्यवाद नेता म्याम। इस सभाका सभापतिज्यू, प्रमुख अतिथि वडा कार्यालयका वडाध्यक्षज्यू, कार्यपालिकाका सदस्यज्यू र मेरा समित्र शिक्षक साथीहरू र विद्यालयका प्रधानाध्यापकज्यू, मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज मलाई अलिकति कता कता दुःख लागिरहेको छ र मेरो मन अलिकति भ्रान्ति जस्तो छ र मलाई लागेको छ आकाश खसिरहेको छ, धरती फाटिरहेको छ। किन होला यस्तो भयो भन्ने कुरा तपाईँहरूले विचार गर्नुहुनेछ। किनभने
जब 2039 साल 12 गते यस श्री सपनेश्वर माध्यमिक विद्यालयमा मैले अस्थायी नियुक्ति लिएँ र जुन अस्थायी नियुक्ति दिने बेलामा यो विद्यालयलाई उत्थान गर्नको निमित्त मैले 6 महिना 13 दिन निःशुल्क सेवा गरेँ र 40-5-5 मा यस विद्यालयमा निवाडी सञ्चालन गर्नको लागि दरबन्दी आयो र मेरा पूर्व प्रधानाध्यापक श्री हरिप्रसाद लामिछानेले अब यो विद्यालयको जिम्मा पढाइ नै हो भनेर जिम्मा लाउनुभयो र जब निवाडी हामीले सञ्चालन गर्यौं 6 देखि 8 सम्म म्याथ विषयको मलाई जिम्मा लगायो। अहिले मेरा समित्र नमोदरजी हुनुहुन्छ, उहाँले इङ्ग्लिस र साइन्स पढाउनुहुन्थ्यो र म नेपाली पढाउँथे। अनि पछि हाम्रो प्रभासर आउनुभयो, अहिले हामी सँगै बिगारी हुनेछौँ। हामीले बडो दुःख कष्ट गरेर निवाडीको सञ्चालन गरियो। 52 सालमा मावि सञ्चालन गर्नु पर्यो भनेर हाम्रो हरिप्रसाद लामिछाने पूर्व हेडसरले ल्याउनुभयो र अब तिनीहरू दाजुभाइको जिम्मा प्रशासनिक कामहरू हेर्ने, कार्यालय धाउने, विद्यालयको पठन पाठन क्रियाकलापमा तपाईँहरूलाई जिम्मा भनेर लगाइदिनुभयो र हामीले बडो दुःख कष्ट गरेर 7 ऋण लिएर हामीले यो विद्यालयमा मावि सञ्चालन गर्न लाग्यौँ र जसको परिणामस्वरूप पहिलो वर्ष यहाँलाई मैले सम्झना गराउनुपर्छ। पहिलो वर्ष हामीका एसएलसी दिने विद्यार्थीहरूको संख्या 17 थियो र हामीले विद्यालयको इज्जत राख्नको लागि मुटुमाथि ढुङ्गा राखेर अलि कमजोर विद्यार्थीहरूलाई हामीले फेल गरेर 10 जना पास गरायौँ र त्यो 10 जना पास गराएर काभ्रे जिल्लालाई सेट परिचय ल्याउने पहिलो सपनेश्वर माध्यमिक विद्यालय भनेर स्थापनाको सुरुवात गराउने अथवा इज्जत ल्याउने विद्यालय हाम्रो सपनेश्वर नै थियो। त्यो प्रेरणा अब हामीले भनौँ या हाम्रो मित्र भर्खर बोलेर जानु हो, उहाँ साथै हामी दुईजनाले बडो दुःख कष्ट गरेर सञ्चालन गर्दै गयौँ। त्यस पछाडि चुनावको समय आयो। हाम्रो आफ्नै गाउँको हरिप्रसाद लामिछानेले प्रभाव छोड्नुभयो। जब विष्णुभक्त सर आउनुभयो, हामीले योग्यता हुँदाहुँदै पनि हामीले दाबी गरेनौँ र दाबी नगरे पनि हामीले चाहिँ के गर्यौँ त भन्दा यो विद्यालयलाई माथि लानुपर्छ भनेर हामीले दुःख कष्ट गरेर तल्लो दरबन्दीमा रहेर पनि 7 पिरियड लिएर हामीले यो विद्यालयलाई सञ्चालन गर्दै गयौँ र जब 68 सालमा हामीले +2 सञ्चालन गर्यौँ। त्यो +2 सञ्चालन गर्न पनि हामीले 1 पैसा पनि लिएनौँ। 1 वर्ष पछाडि मात्र हामीले हजार रुपियाँमा +2 सञ्चालन गर्यौँ र +2 मा पनि राम्रै रिजल्टहरू हामी ल्याउन सफल भयौँ। त्यो श्रेय लिँदै यो विद्यालयलाई यो अवस्थामा ल्याउनको निमित्त हामीले जुन किसिमका योगदानहरू गर्यौँ, त्यो योगदान गर्नमा यहाँका समुदायहरू र यहाँका दाजुभाइहरू र भइरहेको प्रेरणाका स्रोत भनौँ हामीलाई साथ र सहयोग दिने शिक्षक भाइले पनि हुनुहुन्छ। नमोदरलाल सरले हामीलाई सहयोग गर्नुभयो र त्यति मात्र नभएर यहाँ विद्यालयमा दरबन्दीहरू आउँदै थिए, तर हामीले हरिशङ्कर शाहलाई हामीले निवाडी दरबन्दी नलिकन त्याग गरेर उहाँलाई दिवालीमा हामीले स्थापना गर्यौँ। त्यसै गरी लक्ष्मण दाहाललाई गर्यौँ हामीले र अलि कता यो बिचमा चाहिँ अलिकति ममाथि अलिकति लान्छेनाहरू लाग्न लागे, जसले गर्दा मैले माथि दरबन्दी लिएर रुसी माथि पछिमा जान लाग्दा मेरा सहमित्र हरिशङ्कर शाहले दरबन्दी लिइसकेको, तपाईँ नजानुहोस्, यो विद्यालयलाई बचाउनुपर्छ, तपाईँ जानुभयो भने यसको अस्तो मेटिन्छ भन्नुभयो र मैले निरन्तर यो विद्यालयमा सेवा गरेँ, यहाँहरूको साथ पाएँ र यो विद्यालयलाई यो उन्नयन गर्नको निमित्त, उन्नति र प्रगति गर्नको निमित्त साथ र सहयोग यहाँहरूले समुदायहरूले दिइरहनु भयो र यो अवस्थामा हामी पुर्याउन सफल भयौँ। र यो विद्यालय यो अवस्थामा पुर्याएर चटक्क झुकेर जाँदा मलाई कता न्यास्रो लागिरहेछ र हिजो रातभरि निद्रा लागेन। अनि मनले सोचे छुच्चो ढुङ्गो इटुङ्गो भने जस्तै गरी समय आएपछि छोड्नु पर्दो रहेछ। त्यसैले आज म विद्यालय छोड्दैछु र विद्यालय छोड्दै गरे पनि म अहिलेसम्म तपाईँहरूको सहपाठीको रूपमा सहयोगी भएर कार्य गरिरहेको छु भने अबका दिनहरूमा म अभिभावकको रूपमा यो विद्यालयको देखरेख संरक्षण र समन्वय गर्नको निमित्त यहाँहरूसँग हातेमालो गर्दै अगाडि बढ्दैछु। शिक्षक साथीहरूका परेका समस्याहरू समाधान गर्नको निमित्त सहयोग गर्नको निमित्त म निरन्तर तत्पर रहेर कार्य गर्दैछु।
र यी कार्यहरू गर्ने बेलामा कुनै बेला कुनै साथीहरूमाथि मैले त्यस्तो कुनै नराम्रा क्रियाकलाप व्यवहारहरू गर्ने जस्तो लाग्दैन, सहयोग गरे जस्तो लाग्छ। यदि मबाट त्यस्ता सानातिना कमजोरीहरू भएको भए यहाँले अवश्य गरी मलाई साथ दिनुहुनेछ, सहयोग गर्नुहुनेछ भन्दै म मेरा विद्यार्थी भाइ बहिनीहरूलाई म यही नजिकै हुँ। बिहान म स्कुल पढाउन जान्छु र अन्य स्कुलबाट पनि मलाई माग आइरहेको छ। विद्यार्थी भाइ बहिनीहरूले जुनसुकै बेला जुनसुकै समयमा तपाईँहरूप्रति मेरो सभा सहायता छ, मलाई सोध्नुहोस्, बोलाउनुहोस्, म तपाईँहरूको सेवा गर्न तत्पर छु भन्दै म आफ्ना भनाइहरू यो राख्दै बिदा हुन्छु। हस्त धन्यवाद। कार्यक्रमका सभापति महोदय, मञ्चमा आसीन प्रमुख अतिथिज्यू, विदायी भएर जान लाग्दै हुनुभएका शिक्षकज्यूहरू, यसै विद्यालयका गुरुवर्ग तथा सम्पूर्ण मेरा प्यारा विद्यार्थीहरूमा उहाँहरूसँग लागि छानेको तर्फबाट हार्दिक नमस्कार। आज मिति 2082 साल असार 15 गतेका दिन हाम्रो विद्यालयमा 43 वर्ष अघिदेखि अनवरत रूपमा पढाइरहनुभएका हाम्रा आदरणीय गुरु राजाराम लामिछाने सर आज अनिवार्य अवकाश भएर विद्यालयबाट जाँदै हुनुहुन्छ। आँखामा राखी पनि नबिताउने हाम्रो गुरुले पढाउनु भएका किताबको पाठ र जीवनको पाठ दुवै पाठहरू निकै महत्त्वपूर्ण र उत्तिकै उपयोगी छन्। एक कर्तव्यनिष्ठ गुरुका साथै उहाँ हामीमा एक असल मित्रको रूपमा बस्नुभयो। आफ्नो शैक्षिक जीवनमा सधैँ हामीलाई प्राथमिकता दिनुहुने तपाईँको योगदान अतुलनीय छ। हामीलाई सधैँ सही मार्गनिर्देशन गराउनु भयो। आज तपाईँलाई हामी सबै शिक्षक विद्यार्थीहरूले मुटुमा ढुङ्गा राखेर विदाई गर्दैछौँ। यहाँका सुन्दर जीवन, शिक्षण पेसामा सुखी, शिक्षा क्षेत्रमा दिनुभएको योगदान अतुलनीय छ। यहाँको अवकाशपूर्ण जीवन सुखमय सृजनशील रहोस् भनी कामना गर्दै सबैको तर्फबाट यही कामना गर्दछु। धन्यवाद। धन्यवाद विद्यार्थी। सभापति महोदय, विशेष अतिथिज्यू र विदायी भएर जाने हाम्रा शिक्षक साथी नवीन प्रहलाद सर र हाम्रो यस कार्यक्रमलाई शोभा बढाइदिन र योभन्दा अगाडि पनि लामो समय काम गरिरहनु भएको प्रेम सर पनि आउनुभएको छ। हाम्रा यहाँ अरू वडाका अरू सदस्यहरूलाई पनि आमन्त्रण गरिएको थियो र तिमी सरहरू आउनु भएन र उहाँ सम्पूर्णलाई मेरो विद्यार्थी भाइ बहिनी र शिक्षक साथीहरूमा आज विदायी समारोहको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। अब यो प्रकृतिको नियम हो, हामी पुरानो पाठ बिस्तारै रित्रेस हुन्छौँ, झरेर जान्छौँ, नयाँ पाठ आउँछ। हामी नयाँ पाठलाई, नयाँ पालुवालाई अग्रिम शुभकामना नभनी दिन्छौँ। आज जसरी हाम्रो प्रहलाद सर राम सर जसरी विदाई भएर जाँदै हुनुहुन्छ, त्यसै गरी हामी यहाँ काम गर्ने सम्पूर्ण शिक्षक साथीहरू पनि विदाई भएर जाने छौँ। यसलाई